परमेश्वरलाई धन्यवाद। आज पनि दैनिक बलिदानको सुन्दर बिहानको दैनिक बलिदानको साथसाथै फेरि पनि म हजुरहरूको अगाडि आएको छु। तपाईँहरू स्वदेश विदेश जहाँ हुनुभए तापनि जय मसीह अभिवादन। आज चाहिँ मैले यूहन्ना 3 अध्यायको 5 पददेखि 7 पदसम्म ल्याएको छु। यहाँ यसरी लेखिएको छ, यसले हामी मानव जातिलाई के भन्दै हुनुहुन्छ? साँच्चै म तिमीहरूलाई भन्दछु, कोही नयाँ गरी कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सकिँदैन। शरीरबाट जन्मेको शरीर हो र पवित्र आत्माबाट जन्मेको पवित्र आत्मा हो। मैले तिमीहरूलाई नयाँ गरी जन्मनु पर्छ भन्दा अचम्म नमान भनेर चाहिँ परमेश्वरले यहाँ भन्नुभएको छ है। साँच्चै हामी एकचोटि पृथ्वीमा शरीरबाट जन्मन्छौँ र दोस्रोचोटि चाहिँ हामी पवित्र आत्माबाट जन्मनुपर्छ। पवित्र आत्मा को हुनुहुन्छ भने येशू ख्रीष्ट हुनुहुन्छ होइन, पिता पुत्र पवित्र आत्मा। जब उहाँमा विश्वास गरेर हामीले नयाँ गरी आत्मामा जन्मेन भने कुनै रीतिले पनि स्वर्गको राज्यमा पस्न पाउने छैन भनेर चाहिँ उहाँले भन्नुभयो। उहाँमा विश्वास गरेर गर्नु नै आत्मामा नयाँ हुनु है। कोही नयाँ गरी जन्मेनु भने स्वर्गको राज्यमा कदापि जान पाउने छैन भनेर उहाँले भन्नुभएको छ है। प्रिय मित्र साथीहरू, तपाईँहरूलाई पनि आज यो वचन आएको छ र हामी विश्वासीले पनि यो वचन होसियार साथ पालन गर्नुपर्ने हुन्छ। परमेश्वरलाई एकदम महिमा भएको होस्। यो वचनले तपाईँ हामीलाई आशिष मिलेको होस्। येशूको नाममा आमेन।